ल आज हामी मामाली भोज है तपाईँहरूको गलेमी भोजमा आहा। ह्याप्पी लोसार गलेम रापु तपु समाजको आज यो 26औं वार्षिक उत्सव लोसार भोज नमस्ते ह्याप्पी लोसार कार्यक्रम यहाँ चाहिँ हाम्रो दाइ पनि आउनु भएको छ। दाइले यहाँ आज भिडियो चाहिँ गरेर एकदम जताततै पुऱ्याउनु संसारैभरि पुऱ्याउनु हुन्छ। ल हजुरलाई पनि धेरै धेरै धन्यवाद। आज हामी चाहिँ गलेम रापु तमु समाज पोखरा है आज मामाली भोजमा म आइरहेको छु। अनि हामी चाहिँ अब यो आज जाडो मौसममा अनि यो तयारीमा छ है। ल यहाँ के रहेछ, यहाँ चाहिँ बियर। नमस्ते ह्याप्पी लोसार। ल है म चाहिँ मामाली भोजमा है। खाजा छ मामाली भोजमा। ओ भाइ अरू भाइ त वा बियरको गिलासको साथमा है। त्यसलाई पठाइहाल्नु पऱ्यो है। ओके ल आज हाम्रो गलेम है रापु गलेमको भोजमा मामाली भोजमा म छु। मामाली भोजमा आएको नि त हो म त आज। खायो बुबा हाई ह्याप्पी लोसार। ल खाजा खानु है। खाना यता हेर्नु न किन लजाउनु भएको। अब त्यस्तै हो भेटघाट। अब अहिले मामाले गर्दाखेरि मामाले पढाउन मैले नै कभर गर्छु क्या। हजुर हजुर किनभने दाइ त त्यस्तै हो घरमाजुर दाइ त दिदी बहिनीहरूलाई सधैँ मैले बोलाउनु नत्र त थाहा पनि पाउँदैन। नमस्ते नमस्ते।
हाजी हाजी नमस्ते ल ह्याप्पी लोसार हाजीहरूलाई ल हाम्रो बाजे पनि हुनुहुन्छ नमस्ते काका हाजी नमस्ते सवन म ngalasin nawa kakak namaste namaste happy losar same to you kak oh lah oke sir lah happy losar saya Dasar. Oh, happy loser. Lo, हजुरलाई पनि ह्यापी लोसार सेफ्टी यो नमस्ते नमस्कार सबैलाई लोसार के अरे लोसारको सबैलाई शुभकामना काका नमस्ते अहिले आउँछ 11 बजे भनेको थिएँ सोल्टी राजा नमस्ते नमस्ते है सोल्टी राजा नमस्कार हामी तीन भाइको फोटो लिनुहोस् है हजुर मुख्य विशिष्ट अतिथि यस समाजलाई आज 26औं वर्षको उचाइसम्म पुर्याउनु हुने दाजु मेजर वीरबहादुर पौडेलज्यू एमबीओ ज्यूलाई मनमा आश्रित सम्पूर्ण बुद्धिजीवी व्यक्तित्वहरूमा हार्दिक मङ्गलमय शुभकामना। सर्प वर्गलाई विदाई तथा घोडावर्गको पावन शुभ अवसरमा हामी गलेर नाचु पाउनु भएको फुपू फुसाई दिदी भेना
बहिनी ज्वाइँ छोरी ज्वाइँ सोल्टी सोल्टिना भान्जा भान्जी नाता नातिनीहरूमा सिङ्गो गलेम राख्नु तबु समाज र मेरो आफ्नो व्यक्तिगत तर्फदेखि ठ्याजालो आशीमा हो। तर अहिले हामी विभिन्न सङ्घ संस्थामा आबद्ध भएको कारणले पुष 15 गते भोजको कार्यक्रम गर्नलाई हामीलाई नै असमर्थ भयो। यसमा सम्पूर्ण इष्टमित्रहरूसँग क्षमा चाहन्छौँ। आज माइती र चेलीको भेटघाट दुःख सुखको आदान प्रदान गर्ने सुनौलो मौका मिलाएको छौँ। आशा छ खानापानी रुखो सुखो भए तापनि हामी माइतीबाट केही कमजोरी हुन गएमा सम्पूर्ण इष्टमित्रहरूले 84 व्यञ्जन सम्झेर सेवन गर्नुहुनेछ भन्ने आशा राखेको छ। विनम्र अनुरोध गर्छु। हेर्नको लागि सबै एकदम तयार भएर बसिनु होला। यसमा स्वागत नृत्यको लागि कलाकार हुनुहुन्छ ललिता तमु,
नमस्कार नमस्ते नमस्ते गर चुप छिटो दर्शन गर दर्शन गर छिटो ल भाग्य माने हामीको पछ्याउँदै आएको नमस्ते अब सबै बेलामा आइपुग्यो भिडियोमा प्रोग्राममा चाहिँ हामीको कि साथी के कसो हो ल बसाउँछ ल ल छिटो छिटो तयार हो एकांशा कुन खैँचडी यसरी बस्छ त्यो यता ल्याता लाउनु सुरु गर्नु
खसी होइन यो हो